मात्र 1,25,00,000 विथ सेमी फर्निस यो तिलोत्तमा नगरपालिकाको वार्ड नम्बर 3 सिद्धार्थ राजमार्गबाट थोरै पश्चिम जानकी नगरमा यो घर आज ह्यान्डओभरको लागि ग्रान्ड रूपमा सजिएको छ। हजुरहरूले पक्कै पनि देखिसक्नु भएको छ। र यो घरको कुरा गर्नु पर्दाखेरि यो घर 6 BHK मा डेभलप भएको छ र ग्राउन्ड फ्लोरमा हामीले एउटा मास्टर बेडरुम, एउटा कमन बेडरुम र लिभिङ हल, किचन डाइनिङ गरी डेभलप गरेका छौं भने फर्स्ट फ्लोरमा 3वटा बेडरुम र टपमा एउटा बेडरुम गरेर यसलाई हामी टोटल 6 BHK मा डेभलप गरेका छौं र यो घर आज हामी ह्यान्डओभर गर्दै छौं। लेट्स सेलिब्रेट ह्यान्डओभर। नमस्कार। ल हजुरहरूलाई फाइनल्ली अब बधाई छ। अब हाम्रो यो खत्री रेसिडेन्स चाहिँ फाइनली सकेको छ हैन बुवा? हजुरहरूलाई धेरै धेरै बधाई। हाम्रो एउटा जिम्मेवारी हजुरहरूले दिनुभएको जिम्मेवारी पनि पुरा भएको छ आज। ल आमाले घर बनाउने सपना हामीसँग पुरा हुन्छ। बिर्ड संसार नेपाल सबलाई थाहा छ। डिजाइन हो आधुनिक यी हातले सजाउँछ। टिकाउ निर्माणले सुन्दरता झल्काउँछ। बिर्ड संसार नेपाल तपाईको घरको धरोहर। बिर्ड संसार नेपाल हामी छौ तपाईको साथ। एउटा ड्रिम थियो एउटा राम्रो घर होस् भन्ने, त्यो ड्रिमलाई पुरा गरेर हजुरले एउटा रियालिटीमा चेन्ज गरिदिएर एउटा राम्रो घर सम्पन्न गरेर हामीलाई हस्तान्तरण गर्नुभएको छ। विदेशी भूमिमा रहेर पनि जुन हामीले हजुरसँग कन्ट्याक्ट गर्दाखेरि एक आपसमा देखभेट केही पनि भएको थिएन नि, जुन ट्रस्ट थियो, हामी चिनजान केही पनि थिएन, ट्रस्ट गरेर हामी काम गर्न अघि बढ्यो। त्यसमा हजुरहरूले हाम्रो ट्रस्टलाई ब्रेक गर्नु भएन। हजुरले यहाँ हाम्रो घरप्रति लगाएको स्किल्स, यहाँको फर्निचर्सहरू, यहाँको मेन पावरहरूले गर्दाखेरि नै हामी आज हाम्रो एउटा ड्रिमलाई रियालिटीमा चेन्ज गर्न सफल भएका छौँ। त्यसको लागि हजुर यो बिल्ड संसारको सम्पूर्ण टिमहरूलाई हाम्रो खत्री परिवारबाट हृदयदेखि धन्यवाद। हजुरहरूलाई यहाँसम्म छोराहरूले हजुरहरूले गर्दा, हजुरहरूका कम्पनीले गर्दा हामीलाई यहाँसम्म ल्याउनु हो, देख्न पाइयो, बस्न पाइयो, यसमा धन्यवाद छ। हजुरहरूलाई सबैलाई धन्यवाद छ। नमस्कार। यदि हजुरहरू कसैलाई हाम्रो भिडियो देखेर यस्तै राम्रो घर बनाउने इच्छा छ भने बिल्ड संसार नेपाललाई मजाले दिँदा हुन्छ, ढुक्क भएर दिँदा हुन्छ। हामीले सोचे भन्दा चाहे भन्दा राम्रो घर बनाएर हामीहरूलाई हस्तान्तरण गर्नुभएको छ। यदि दिन चाहनुहुन्छ भने सम्पर्क गर्दा हुन्छ बिल्ड संसार नेपाललाई।